हेलो हजुर, दर्शक नमस्ते सेवा। फेरि पनि हामी अर्को ब्लग लिएर आइसकेको छौँ। आजको ब्लग चाहिँ हाम्रो कस्तो ब्लग रहेको छ भने आज चाहिँ हामी एक ठाउँ जाँदैछौँ। त्यो ठाउँ चाहिँ कहाँ हो भनेर हामी अहिले खुलासा गर्ने छैनौँ, भरे देखाउनेछौँ। हामी दाजुभाइ चाहिँ पुरै सररररररररर 4 चक्के गाडीमा जाँदैछौँ। आजको ब्लग चाहिँ के सम्बन्धित छ भनेर एकछिनबाट हामी तपाईँहरूलाई जानकारी गराउने रहेछौँ। अहिले चाहिँ हामी जाँदैछौँ। नाइट ड्युटी गरेर आएको 2 जना दाजुभाइ एकछिन सुतेर फेरि उठेर निहालियो। अहिले हामी आधी बाटोतिर आइपुगिसकेको छौँ। हाम्रो भिडियो हेरेर ब्लग हेरेर इन्जोय गर्नुहोला। सो सेयर सब्सक्राइब लाइक्स पनि गर्नु होला है त हजुर। ओके, यो बाटो चाहिँ को हिँड्नु भएको छ होला याद भयो भने हजुरहरूले यसो लाइक कमेन्ट गरिदिनुहोस्। यो बाटो को हिँड्नु भएको छ। हामी चाहिँ पुरै सेक्युरिटीसँगै हिँडिरहेको छौँ। भने त अगाडि ब्लू एन्ड रेड लाइटमा मामाजीहरू हिँड्दै हुनुहुन्छ। देख्नुभयो भने चाहिँ खडा हान्नुहुन्छ खडा। तर हामीलाई अहिले देख्नु भएको छैन, हामी किनभने एकदम चलाक छौँ। यसरी पुलिस आर्मीलाई चाहिँ यसरी बाटो छोड्छ यहाँ युकेमा चाहिँ। इमर्जेन्सी लाइटहरूलाई साइड दिइहाल्छ। साइड दिएन भने खडा भेटिहाल्छ होइन त। हाम्रो नेपालमा चाहिँ किन होला कि इमर्जेन्सी एम्बुलेन्सहरू आइरहेको हुन्छ, साइड पनि दिँदैन, त्यस्तै ट्राफिक। तर यहाँ चाहिँ त्यस्तो हुँदैन हजुर। यहाँ त्यस्तो भयो भने खडा भेट्छ। कलेजलाई यो बाटो क्रस गरेर गरेको हुँदो रहेछ बिचरा कलेज जाने कचक। कलेज युके र कलेज पनि टन्नै खायो, खानु पनि न्याक्कै व्यञ्जन खायो। अब फेरि आउँछ ल्याउँदै बोल्दै बनाउँदै खाँदै। यहाँ चाहिँ है युके जति पनि विकसित देशहरूमा के अरे हाम्रो अलिक धनीमनी पैसा भएकोहरू चाहिँ गाउँतिर यस्तोतिर छिरेर बस्नुपर्ने होइन। मान्छे भेडा पाल्ने, घोडा पाल्ने, गहुँ रोप्ने होइन, आलु रोप्ने तरी। अनि अलिक अब धनी मानिहरू चाहिँ यसरी बसिहाल्दो रहेछ। अनि अरूहरू चाहिँ सबै सहर छिर्ने, सहरतिर बस्ने, खेत्ने के अरे बिहान बेलुका ड्युटी गर्ने होइन। धनी मानिहरू चाहिँ यसरी आमा कालिज चाहिँ कालिज बारीभरि कालिजै कालिज छ त। यो चाहिँ हाम्रो नेपालमा हुनुपर्ने होइन। यस्तो रमाइलो हुन्थ्यो होला है खेत्नु। पुरा खुसामारी क्या। अरे टमाटर होइन, टमाटर प्याज बोकेर गइन्थ्यो होला नि त्यस्तो। यो जङ्गलभरि कालिजै कालिज छ। अस्ति त यतातिर कुदिन्थ्यो, आज यहाँ चाहिँ छैन रहेछ अलिक। हाइकिङ जानुपर्छ एकचोटि हामी सबै भएर क्या। तर छुट्टी मिल्दैन है, कसैको कहिले ड्युटी हुन्छ कसैको त्यही भएर उफ कालिज भुइँभरि छ। यो कहिले म भर्खरै मारेको हो त टिपेर लानु मिल्दैन है त। भेडा हेरेर भेडा 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 देख्दैन रहेछ। भेडाहरू सबै चलिरहेछ। ए सबले भेडा पनि किन्नु पाउँछ भन्थ्यो त, कसरी हो? फार्ममा गएर अनि किन्ने अरे, अनि बनाएर लिएर आउने अरे नि खाने अरे। धेर जान्नेले कुदायो क्या होइन त। ओभर स्पिड होला नि।
चाहिँ यस्तो हुन्छ है होइन नेपालतिर चाहिँ पैसा भएको अलिकति धनी अलिक होइन भोलि चाहिँ सहरतिर यतातिर चाहिँ गाउँतिर हो नि त पुरै त्यही भ्यू भनेको त कति पुग्यो त त्यही भ्यू भनेको त कतिको नि हो हाम्रो जस आजको मौसम चाहिँ यत्तिको ठिकै छ चिसो पनि छैन त्यति लागेको छैन मैले यहाँ अस्ति कसलाई भयो होइन दाइ म त यो युकेमा त के अरे यो आकाश त नजिकै देख्छु त हौ भने दाइले के अरे साँच्चीकै युकेमा आकाश नजिकै छ अरे क्या यसो हेर्दाखेरि पनि छ जस्तो देखिन्छ नि त होइन कसले पो यो चाहिँ युके चाहिँ एकदम अक्लो ठाउँमा भएर आकाश चाहिँ नजिकमा छ भनेर भन्दै थियो क्या मलाई साँच्चीकै कफ हानेको कि साँच्ची हो अरूभन्दा पनि मैले यो ठाउँमा ढुङ्गा देख्दिनँ क्या ढुङ्गा चाहिँ सबै उठाएर लगिहालेको कि के हो ढुङ्गै छैन त नत्र अन्त नि ढुङ्गाहरू त हुनुपर्ने त एउटै डाँडातिर पनि छैन क्या ढुङ्गाहरू खालि डाँडाहरू पनि माटोकै मात्रै छ क्या सब यस्तो गरेको रहेछ क्या पहिला हाम्रो ब्रिटिसले चाहिँ सब ढुङ्गा जति चाहिँ नेपाल पुऱ्याइदिएछ त्यहाँको जति पनि राम्रो कुराहरू चाहिँ सबै लिएर आएछ क्या यहाँनिर होइन इन्डियालाई ध्वस्तै बनाएको इन्डियाको सबै राम्रो कुराहरू इन्डिया नेपालको सबै राम्रो कुराहरू चाहिँ नेपालको त ल्याउनु पाएन इन्डियाको चाहिँ नेपालको त यिनीहरूले शासनै गर्नु सकेन पाएन होइन इन्डियालाई त ध्वस्तै बनाएको हो नि त अस्ति कसले पो मलाई यहाँनिरको ट्रेन पटरीतिर सबै यो कोइलाहरू इन्डियाको कोइलाहरू हो भाइ भन्थ्यो त्यो ट्रेनको पटरीमा क्या इन्डियाबाट ल्याएको अरे यतातिर विश्वलाई लुटेर त नभनौँ विश्वबाटै सबै त्यो राम्रो कुराहरू चाहिँ कलेक्सन गरेर यहाँ ल्याएर चाहिँ हेरेर यस्तो गरेर विकास गरेको छ होइन यस्तो राम्रो हो राम्रो हो यस्तो हुन्छ नि त लिडरसिप राम्रो भयो भने जे कुरा पनि राम्रो भइहाल्छ नि हाम्रो लिडरसिपहरू त अनि अब कुर्सी तान्नु र कुर्सी पनि तान्नु पनि नसकेर अस्ति कुन रामकुमारी झ्याकले कि कता लडिँदैछ त त्यो चेयरमा हाँस उठेर ट्रोलले बनाइरहेको छ त पुरै बस्नु खोज्दो रहेछ पुरा त्यो चाहिँ के अरे चक्का गुडेर जाँदो रहेछ क्या अनि पुरा ट्रोलमा चाहिँ कुर्सीले पनि चिन्छन् क्या को मान्छे राम्रो को होइन भनेर पुरा ट्रोल हानिदिरहेछ नेपालीहरूले फेरि चान्स पायो भने गर्छ भन्थ्यो त्यस्तै दिइहाल्छ ओके हामी चाहिँ अब आइपुग्न लागेको छौँ हाम्रो डेस्टिनेसन यतैतिर हो स्लो भएर गयो त होस्टेलमा मात्रै केही पनि छैन रहेछ है हामी पनि खत्रै ठाउँमा बसेको नि बस्नु त